जुत्ता चप्पल बनाउने कम्पनीको ओनर एउटा सर्वे गर्न सक्छन् र त्यो सर्वेमा 2 जना मानिसलाई चुज गर्छ। एउटा उसको पर्सनल एसिस्टेन्ट हुन्छ भने अर्को म्यानेजर। फर्स्टमा पर्सनल एसिस्टेन्टलाई अब्जर्भेसन गर्नको लागि एउटा गाउँमा पठाएको हुन्छ। त्यो गाउँ गएपछि पर्सनल एसिस्टेन्ट दङ्ग पर्छ, किनभने त्यहाँ उसले हेर्छ त्यहाँ त एउटाले पनि कुनै प्रकारको चप्पल जुत्ता लाउँदैन। इभन यहाँसम्म कि तिनीहरू जान्दैनन् पनि खुट्टामा जुत्ता चप्पल लाउने हो भनेर। र त्यसपछि त्यहाँदेखि फर्केपछि पर्सनल एसिस्टेन्टले भन्यो जुत्ता कम्पनीको ओनरलाई कि त्यहाँ त हाम्रो प्रडक्ट बेच्ने अलिकता पनि सम्भावना छैन। त्यहाँका मानिसहरू जुत्ता लाउनु त त्यो के हो, जुत्ता के हो भन्ने कुरा पनि उनीहरूलाई थाहा हुँदैन। र अर्को दिन बसले आफ्नो म्यानेजरलाई त्यो गाउँमा पठाउँछ। म्यानेजर त्यहाँ गएपछि म्यानेजर छक्क पर्छ र त्यहाँदेखि उसले फर्किएर आफ्नो ओनरलाई भन्छन् कि बस यहाँ त हाम्रो एकदमै बिग स्केलमा हाम्रो कम्पनीले प्रफिट हुने प्रडक्ट बेच्न सक्ने सम्भावना छ। त्यहाँदेखि कम्पनीको ओनरले पत्ता पाउँछ कि एउटा फिक्स र ग्रोथ माइन्डसेटमा के फरक छ भन्ने। सो थिङ्क बिग